जय मसी। आज हामी पहिलो पत्रुस अध्याय 3 को बारेमा कुरा गर्नेछौं। यो व्याख्या लेखक खेम आले मगरको टिप्पणीमा आधारित छ। यो अध्यायले हाम्रो जीवनका केही महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन्छ, जस्तै हाम्रो सम्बन्धहरूलाई कसरी असल बनाउने अनि हाम्रो विश्वासलाई व्यवहारमा कसरी देखाउने। आउनुहोस्, हामी सँगै यी कुराहरूलाई खोतलौं। हामी सबैलाई एउटा असल र आशिषित जीवन जिउने रहर हुन्छ, होइन त? तर प्रश्न उठ्छ, त्यो कसरी सम्भव छ? पहिलो पत्रुसको पुस्तकले यसको लागि हामीलाई एउटा व्यावहारिक बाटो देखाउँछ। ल, त्यही बाटोमा अगाडि बढौं। अब हेर्नुस्, पत्रुसले कुराको सुरुवात हाम्रो घरबाटै गर्छन्, खास गरी श्रीमान श्रीमतीको सम्बन्धबाट। र उहाँले श्रीमानहरूलाई एउटा एकदमै स्पष्ट निर्देशन दिनुहुन्छ, जसले परिवारमा शान्ति मात्रै होइन, परमेश्वरको आशिष पनि ल्याउँछ। यहाँ 3वटा निकै महत्त्वपूर्ण निर्देशनहरू छन्। पहिलो, पत्नीसँग बस्ने मात्र होइन, तर प्रेम र समझदारीमा जिउनुपर्छ। दोस्रो, उनीहरूलाई कमजोर पात्रको रूपमा होइन, तर परमेश्वरको अनुग्रहमा बराबरको हकदारको रूपमा सम्मान गर्नुपर्छ। अनि तेस्रो, उनीहरूको शारीरिक र भावनात्मक सुरक्षाको ख्याल राख्नुपर्छ। अब यहाँ अबला वा कमजोर पात्र भन्ने शब्दले कहिलेकाहीँ हामीलाई अलमलमा पार्न सक्छ, तर पत्रुसले यहाँ आत्मिक वा बौद्धिक कमजोरीको कुरा गरिरहेका छैनन्। सम्भवतः उहाँले त्यस समयको सामाजिक परिवेश अनुसार शारीरिक बलको भिन्नतालाई सङ्केत गर्दैछन्। त्यसैले सम्मान भनेको हरेक पक्षमा हुनुपर्छ, शारीरिक बलको आधारमा होइन। यो कुरालाई हल्का रूपमा लिनु हुँदैन। पत्रुसले के भन्दैछन् भने, यदि कुनै पतिले आफ्नी पत्नीलाई सम्मान दिँदैन भने उसको प्रार्थना र परमेश्वर बीच नै बाधा आउँछ। एकछिन सोचौं त, हाम्रो पारिवारिक सम्बन्धले हाम्रो आत्मिक जीवनलाई कति गहिरो असर पार्दो रहेछ। असल सम्बन्धको कुराबाट अब असल जीवनतर्फ लागौं। पत्रुसले यहाँ भजन सङ्ग्रहको एउटा निकै सुन्दर अंशलाई लिएर हामीलाई देखाउँछन् कि धर्मी जीवन जिउनको प्रतिफल साँच्चै कति मिठो हुन्छ। जसले आफ्नो बोली र व्यवहारलाई नियन्त्रणमा राखेर शान्ति खोज्छ, उसले 3वटा अद्भुत कुराहरू पाउँछ। पहिलो, परमेश्वरको कृपाले भरिएको जीवन। दोस्रो, हरेक पल परमेश्वरको साथ। र तेस्रो, परमेश्वरले सुन्नुहुने प्रार्थनाहरू। योभन्दा सुन्दर प्रतिज्ञा अरू के हुन सक्छ र? अब हामी ख्रिस्टको साक्षी बन्ने विषयमा प्रवेश गर्दैछौं। र हो, यही खण्डमा एउटा यस्तो रहस्यमय पद पनि छ जसले बाइबलका ठूला विद्वानहरूलाई पनि शताब्दी औँदेखि सोच्न बाध्य बनाएको छ। पद 15ले हामी सबैलाई एउटा चुनौती दिन्छ। के हामी आफ्नो विश्वासको बारेमा कसैले सोध्यो भने नम्रता र आदरका साथ जवाफ दिन तयार छौं? यसको लागि हामीले आफ्नो विश्वासलाई महसुस गर्ने मात्र होइन, तर राम्रोसँग बुझ्ने प्रयास पनि गर्नुपर्छ। अनि त्यसपछि आउँछ त्यो रहस्यमय पद 19, जहाँ भनिएको छ कि येशूले कैदमा रहेका आत्माहरूलाई प्रचार गर्नुभयो। अब यसले धेरै प्रश्नहरू खडा गर्छ। उहाँले कसलाई प्रचार गर्नुभयो र किन गर्नुभयो? यसको बारेमा मुख्य 2वटा धारणाहरू छन्। पहिलो धारणा अनुसार येशूले आफ्नो पुनरुत्थानपछि ती पतित स्वर्गदूतहरूलाई आफ्नो विजयको घोषणा गर्नुभयो। अर्को धारणा अनुसार येशूले पवित्र आत्माद्वारा नोआ अगमवक्ता मार्फत त्यस समयका मानिसहरूलाई चेतावनी दिनुभयो। खेमाले मगरको टिप्पणीलाई हेर्ने हो भने यो दोस्रो व्याख्या नै सन्दर्भसँग बढी मिल्दोजुल्दो देखिन्छ। तर एउटा कुरामा हामी एकदमै स्पष्ट हुनुपर्छ, यो पदले मृत्युपछि मुक्ति पाउने दोस्रो मौकाको कुरा गर्दैन। बाइबलले स्पष्ट भन्छ कि मृत्युपछि न्याय आउँछ। त्यसैले यो प्रचार मुक्तिको लागि दोस्रो अवसर थिएन, तर सायद विजयको घोषणा वा चेतावनी थियो। अब हामी यो अध्यायको अन्तिम तर निकै शक्तिशाली प्रतीकमा आइपुगेका छौं, बप्तिस्मा। र यसलाई बुझाउनको लागि पत्रुसले हामीलाई फेरि नोआको समयको जलप्रलयको घटनातिर फर्काएर लैजानुहुन्छ। त्यसो भए बप्तिस्माले हामीलाई कसरी बचाउँछ त? यो पानीको कुनै जादुले होइन। बप्तिस्मा भनेको पानीले शरीर सफा गर्ने काम होइन, तर यो हाम्रो भित्री विश्वासको एउटा बाहिरी र शक्तिशाली प्रतीक हो। यो एउटा घोषणा हो कि हाम्रो पुरानो जीवन मरिसक्यो र हामी ख्रिस्टमा नयाँ भएका छौं। यो तुलना निकै सुन्दर छ। जसरी नोआले जहाज बनाएर आफ्नो विश्वासलाई व्यवहारमा देखाए, त्यसरी नै हामी बप्तिस्माद्वारा आफ्नो विश्वासलाई संसारको सामु घोषणा गर्छौं। बचाउने काम बप्तिस्माको पानीले गर्दैन, तर ख्रिस्टमाथिको विश्वासले गर्छ, जसको प्रतीक बप्तिस्मा हो। र अन्तमा यो प्रश्न हामी सबैको लागि हो। नोहाले जहाज बनाए, पहिलो शताब्दीका विश्वासीहरूले बप्तिस्मा लिए।
आज हामीले हाम्रो जीवन, हाम्रो सम्बन्ध र हाम्रो हरेक काम र बोलीद्वारा आफ्नो विश्वासको गवाही कसरी दिइरहेका छौं? यो प्रश्नको जवाब हामी प्रत्येकले आफैभित्र खोज्नुपर्छ।